सिम्बल तरुलको बिरुवा नेपालदेखि ल्याएको यी उम्रिँदैछ अनि सुकाएको यस्तो दाना हुन्छ नि त। यो दाना भएपछि चाहिँ रोप्ने हो? यो चाहिँ रोप्ने हो। स्वागत छ तपाईलाई फेरि हाम्रो युट्युब च्यानलमा आशा गार्डन युके। प्लिज सब्स्क्राइब गर्नु नबिर्सिनु होला। म तपाईलाई आजको भिडियोमा तपाईलाई हाम्रो गार्डनको अपडेट दिनु आएको छु। हाम्रो बोट बिरुवाहरू कत्रो भएको छ त्यो देखाउन चाहन्छु। तर त्यो भन्दा पहिला म तपाईलाई माफी माग्न चाहन्छु किनभने मैले अस्तिको साल डिसेम्बरदेखि भिडियो राखेको थिइनँ, जबकि मैले तपाईलाई हाम्रो बिरुवाहरू कसरी राख्नुपर्ने हो त्यो पनि देखाउनु पर्ने हो। तर ठिकै छ, मैले यो पालि यो भिडियोमा मैले तपाईलाई हाम्रो बिरुवाहरू कत्रो भएको छ अनि हामीले कुन दिन कुन महिना हामीले सारेको छौँ त्यो देखाउँछु। अहिले हाम्रो धेरै बिरुवाहरू सबै इन्डोर छ किनभने अहिले भर्खर 9 मार्च मात्र हुँदैछ अनि अहिले नै बाहिर निकाल्यो भने जाडोले वेदर नराम्रो भएको बेला मर्नु सक्छ। म तपाईलाई त्यो टनलभित्र हामीले बिरुवाहरू कसरी छोपेर राखेको छौँ अनि कत्रो भएको छ म त्यो देखाउँछु है त। त्यसैले अब भिडियो सुरु गरौँ। यहाँबाट सुरु गरौँ आजको हाम्रो भिडियो। हाम्रो टनलमा हामीले के राखेको छौँ भने अहिलेको लागि यो सबै हामीले बिउ राखेको होइन मम्मी? यिनीहरू सबै के को बिउहरू होला? के गर्दै हुनुहुन्छ नि तपाईँ चाहिँ यता? यहाँ अकबरे, यहाँ बिउ दल राखेको, यहाँ अकबरेहरू सारिरहेको छ। हजुर, यो सबै अकबरे हो? हजुर, यो सबै छोपेको जति अकबरे। हजुर, यो चाहिँ पत्थर चट्टा, यो अकबरे अनि यिनीहरू भनेको यो भर्खर आउँदैछ कि। हजुर, यहाँ के रोपेको छ? घरको ठुलो काँक्रा। ठुलो काँक्रा, यिनीहरू ठुलो काँक्रा हो। यो यहाँ लेखेको छ। नलेखेको भए तपाईँ चिन्नु हुँदैन थियो है। नागाको खर्सानी अकबरेको बिउ राखेको उम्रेकै छैन। कहाँ चिन्छु? अब यत्रो विधि हुन्छ सबै लेखेर राख्नु पर्यो नि। हजुर, नलेखी त कहाँ हुन्छ? यो के छ? बेजिल भर्खर टिका आउँदैछ। यिनीहरू सबै छोपिराख्नुपर्छ। छोपेन भने त उम्रिनै गाह्रो मान्छ क्या। अनि यसको बाफले चाहिँ तातो भएर छिटो उम्रिन्छ। त्यो काँक्रा, यो सबै खर्सानी, लौका, फर्सी। यो चाहिँ कहिले राख्नु भएको तपाईँले? यो राखेको 1 हप्ता भयो। 1 हप्ता भयो। अनि यिनीहरू फर्सीको बिउ, फर्सीको बिउ, निङ्ग्रे रोपेको, त्यो चाहिँ अबिजालो नेपालदेखि ल्याएको बिउ। यो अबिजालो अनि यो निङ्ग्रे त अनि यस्तै हो। यो चाहिँ पछि घरमा लगेर रोप्नु भनेर फुलको बिउ। यो चाहिँ सबै फर्सीको बिउ। यो खेसेपाको कहिले दल राखेको यहाँ लेखेको छ। फेब्रुअरी 17 मा। यसरी चाहिँ तातो गरेर सिसाले मजाले छोपेर अथवा प्लास्टिकले तातो अनि घाम आउने ठाउँमा रोप्यो भने होइन मजाले छिटै 1 हप्तामा चाहिँ आइहाल्छ क्या। हजुर, अकबरे चाहिँ उम्रिँदै छ। यो चाहिँ भर्खर राखेको 17 तारिक राखेको फेब्रुअरी 17 मा। यो चाहिँ घिरौला। सबैले बिउहरू जति पनि लानुभएको छ घिरौला उहाँहरूले चाहिँ एकदम राम्रोसँगले तातोमा अनि घाम आउने ठाउँमा चाहिँ राख्नुहोस् होइन। घरमा राखेर पनि चिसो भयो भने चाहिँ छिटो उम्रिँदैन है, त्यहीँ कुहिन्छ। अब छापी रोप्नुलाई चाहिँ राखेको। यो केराउको बिउ बाहिर रोप्नुलाई छडे राखेको। गर्दै हुन्छ। घिरौलाको लागि बनाउँदै हुन्छ। त्यहाँ रोपिसकेर पनि घिरौलै हो? सबै घिरौला। यहाँभित्र घिरौला छ। अनि चाहिँ त्यसको चुहिएको चाहिँ जमिनमा नजाओस्, त्यहीँ सोचोस् भनेर खन्नु गरेको। यसमा राखेको छु हामीले होइन। के छ यहाँभित्र?
बट्टाको केराउ हजुर अनि यो चाहिँ सयपत्री फुलको बिउ हजुर यो आशा नातिनले पठाइदिनु भएको सयपत्री फुलको बिउ यो घरको बिउ सयपत्री नै सयपत्री अनि यो केराउ अनि यो चाहिँ केराउने यो पनि केराउने हो गमलाहरुमा यो केराउहरु यो चाहिँ छिटो उम्रियो सँगै रोपेकोमा यो ढिलो उम्रियो अनि यहाँ माथि चाहिँ के राख्नु भएको माथि केही छैन त्यो फुलको बिउहरू छ यो निङ्ग्रेहरू चाहिँ के भएको यो जिउँदै छ कि के भयो दुङदुङे निङ्ग्रेहरू निङ्ग्रे जिउँदै छ नि किन मर्छ त हैन जिउँदै त अनि यस्तो छ त अनि यस्तो भएको छ यहाँ आउँदैछ त यो पर आएको त के हो यसरी आउँछ हुँदैछ निङ्ग्रे यो सबै सिस्नो हो चराले सबै खाँदो रहेछ यसरी छोपिदिएको हावाले उडायो यो सबै केल सब्जी साइली साग साइली साग यो चाहिँ नेपालदेखि टिमुरको बिरुवा ल्याएको हजुर अब जगाउँ भन्ने विचार गरेको अब कस्तो हुन्छ फल्छ खाँदैन टिमुर है यो धनियाँ यहाँ बिउहरू मकैको बिउहरू राखेको छु यहाँनिर फुलको बिउ राखेको छु आन्टीले दिनुभएको अकबरे खोर्सानी बरे हो कि पिरोवाला हाम्रो नेपालको अकबरे यो रायो सागको सब्जीहरू यहाँ फर्सीको बिउ ठुल्ठुलो भइसकेछ त अनि अझै पनि छोपिरहनु भएको अब चिसो कस्तो छ नि छोप्नै पर्छ यो रायो भयो यहाँ चाहिँ फुलतरुलको बिउ छ फुलतरुलको बिउ छोप्नु पर्छ अनि वनतरुलको बिउ छ अनि घुँडालुको बिउ छ अब वनतरुलको बिउ पनि छ यो चाहिँ तपाईले रोप्नु वनतरुलको बिउहरू के बिउ चाहिँ यो चाहिँ अलि पछि बिउको लागि राखेको अब यो अलि पछि तातो आएपछि चाहिँ अलिअलि चिसो आउँछ अनि बाहिर बोरामा राखिन्छ सिम्बल तरुलको बिरुवा नेपालदेखि ल्याएको यी उम्रिँदैछ सिम्बल तरुलको यी हाँगा उम्रिँदैछ अहिले सिम्बल तरुल चाहिँ हुन्छ किनभने यो साल चाहिँ पहिलोचोटि हो आउँदो सालहरू यो उम्रिँदैछ चाहिँ तर फल्छ फल्दैन थाहा भएन अकबरे खोर्सानीहरू एउटा मर्छ अनि भरे मरिगयो भने दुईवटा रोपिराख्ने एउटा मऱ्यो भने जुन चाहिँ राम्रो आउँछ त्यसलाई राख्ने अर्को निकाल्ने हो सबैले हरेक गमलामा दुई दुईवटा रोप्नुपर्छ हरेक गमलामै रोपेको छु अनि दुईवटै उम्रिन्छ कि घरिघरि कि एउटा मात्र उम्रिन्छ घरिघरि दुईटै राम्रो हुन्छ त्यो राम्रोलाई चाहिँ अर्को ठाउँ सारिदिने होइन नराम्रोहरू चाहिँ मर्छ कति सबै अकबरे पेपिनो मेलनको बिरुवा सारे यो चाहिँ पानी अमला नेपालदेखि ल्याएको बिउ ए उम्रिन्छ के खै यो टर्नल चाहिँ यस्तो छ सब्जी कालो केल सब्जी केल होइन सलाद खाने सब्जी कि यो चाहिँ बकुला अब सार्दिने हो प्याजको बिउ यसरी राख्यो अनि यसरी सारिदिनुपर्छ अनि छ्याप्प पानीले भिजाएर फुस्रिदिन्छ स्यालले जालीले ढाकिदिनुपर्छ यहाँ यसरी कम्पोस्ट यसरी पारेर चाहिँ मिसाउनुपर्छ यो सबै कम्पोस्ट के को हो कम्पोस्ट घोडाको अनि यो सबै कम्पोस्ट केराउको बिउ कस्तो अनि यो चाहिँ कसरी यस्तो दाना हुन्छ त्यो दाना चाहिँ रोप्ने हो नि अब प्लास्टिकमा पोका राखेको अलि उसिएछ अनि सुकाएको यस्तो दाना हुन्छ नि त यो दाना भएपछि चाहिँ रोप्ने हो यो चाहिँ रोप्ने हो यो सबै लौकाको लागि रेडी लौकाको लागि रेडी कुन यो गमला कि भुइँ पनि गमला चाहिँ अनि भुइँमा चाहिँ रोप्दैन भुइँमा चाहिँ के हुन्छ अनि भुइँमा चाहिँ अब यहाँ माथि झ्याङ हुन्छ त्यो के पनि हुँदैन ए
अनि यो कम्पोस्टहरू अब सबै खाने हुने हो। अब त्यो टर्नर यो काँक्राको लागि रेडी गर्नुभएको गमला। यो चाहिँ केरा के भन्नुभयो? घरमा लगेर अब अलिक जाडो भएपछि घरमा लाने, बाहिर रोप्ने। अहिले चाहिँ घर जाडो छ नि त, हुँदैन। तर केरा उम्लिन्छ। अनि यो सबै यहाँ बकुलाको 2टा बोट गर्दैछु। यो चाहिँ खेसे पायो देसिबी। यहाँ सबै हुँदै सिबीहरू यसो रोपेको छ, यसो छोपेको छ। 6-7 वर्ष यहाँको पनि खोर्सानीको बिरुवाहरू हुँदैछ। कति मर्छ नि त पछि। यहाँ पनि यो इस्कुस अब बाहिर भुइँमा मेतिर मात्रै निकालिन्छ। सबै यो कोठा छ नि, सबै कोठामा सबै जातको सब्जीहरू छ। यहाँ माथि चाहिँ पछि इस्कुस लगाइन्छ। कहाँ माथि? यहाँ माथि चाहिँ। अनि यो मुनि चाहिँ अहिले सब्जी ठिक्क त्यो इस्कुस जाउन्जेलमा त सब्जी पाक्छ। यो सबै भित्र छोपेको पनि छ सब्जी। सबै सब्जी। अनि यो खुल्लामा पनि छ सबै। त्यो पनि छोपेको त छ त जालीले, कालो जाली। सिमल तरुल, फुल तरुल, घर तरुल, वन तरुल सबैको लागि कुरा हो। अनि यसो ठाङ्गै लाग्ने। के छ होला यो सबैमा? यहाँ मकै रोपिराखिदिएको छु। हजुर, मकैको लागि। हजुर। कुन किसिमको आलु रोप्नु भएको छ त्यहाँ? एउटै? कालो र सेतोमा दुईटै ब्लुबेरी। हजुर। हजुर, पहिला यहाँ त भालु सिस्नु थियो होइन? भालु सिस्नु त्यो भुइँच्या हो। त्यो डन्डाहरू भएको चाहिँ। हजुर। अनि यता चाहिँ के हो? ए ओरा चाहिँ। हजुर। आलु अनि मार्चमै रोपिन्छ र? अनि यो त अक्टोबरमा त फल्छ है फेरि? जुलाई अगस्तमा। यसमा चाहिँ अब सिबी राख्ने, अनि यसमा चाहिँ बोडीहरू, अनि त्यहाँ पर फर्सीहरूको लागि यो एरिया चाहिँ हामीले छुट्याएको छौँ। हुन्छ, आजलाई चाहिँ यति नै भिडियो देखाउँछु। म अब छिट्टै नै अर्को भिडियो लिएर आउने कोसिस गर्नेछु, जहाँ तपाईँलाई अब यो बिरुवाहरू अलिकति ठुलो भएको हुन्छ होला, त्यो पनि देखाउनेछु। थ्याङ्क यू, बाई।